दोस्रो अध्याय। शिवपुराणको श्रवणबाट देवराजलाई शिवलोकको प्राप्ति। सौनक भन्नुहुन्छ, हे महाभाग सुतजी, तपाईँ धन्य हुनुहुन्छ, परमार्थ तत्त्वका ज्ञाता हुनुहुन्छ। तपाईँले कृपा गरी हामीहरूलाई यो अत्यन्त अद्भुत एवं दिव्य कथा सुनाउनु भएको छ। हामीले यो पाप नाशिनी, मनलाई पवित्र पार्ने र भगवान शिवलाई प्रसन्न पार्ने अद्भुत कथा सुन्यौँ। भूतलमा यस कथाको समान कल्याणको सर्वश्रेष्ठ साधन दोस्रो कुनै छैन। यो कुरा हामीले आज तपाईँको कृपाले निश्चयपूर्वक बुझ्यौँ। हे सुतजी, कलियुगमा यस कथाद्वारा कस्ता कस्ता पापी शुद्ध हुन्छन्, तिनलाई कृपापूर्वक बताउनुहोस् र यस जगतलाई कृतार्थ पार्नुहोस्। सुत भन्नुहुन्छ, हे मुनि, जो मनुष्य पापी, दुराचारी, दुष्ट एवं काम क्रोध आदिमा निरन्तर डुबिरहने खालका छन्, ती पनि यसै पुराणबाट अवश्य शुद्ध हुन्छन्। यो कथा वास्तवमा उत्तम ज्ञानयज्ञ हो, जुन सदा सांसारिक भोग र मोक्ष दिने खालको छ, सबै पापहरू नष्ट गर्ने खालको छ र भगवान शिवलाई प्रसन्न पार्नेवाला छ। यो कथा वास्तवमा उत्तम ज्ञानयज्ञ हो, जुन सदा सांसारिक भोग र मोक्ष दिने खालको छ, सबै पापहरू नष्ट गर्ने खालको छ र भगवान शिवलाई प्रसन्न पार्नेवाला छ। जो अत्यन्त लालची, सत्यविहीन, आफ्ना मातापितासित देश गर्ने, पाखण्डी तथा हिंसक प्रवृत्तिका छन्, ती पनि यस ज्ञान यज्ञबाट शुद्ध हुन जान्छन्। आफ्नो वर्णाश्रम धर्मको पालन नगर्ने र ईर्ष्याग्रस्त मानिस पनि कलिकालमा यस ज्ञानयज्ञद्वारा पवित्र हुन जान्छन्। जो मानिस छलकपट गर्ने, क्रूर स्वभाव र अत्यन्त निर्दयी छन्, कलियुगमा ती पनि यस ज्ञानयज्ञबाट शुद्ध हुन जान्छन्। ब्राह्मणको धनबाट पालित तथा निरन्तर बेविचार परायण जो मानिस छन्, ती पनि यस ज्ञानयज्ञबाट यस कलिकालमा पवित्र हुन जान्छन्। जो मनुष्य सदा पाप कर्महरूमा लिप्त रहन्छन्, सट छन् र अत्यन्त दूषित विचारका छन्, ती पनि कलियुगमा यस ज्ञानयज्ञबाट निर्मल हुन जान्छन्। दुश्चरित्र, दुर्बुद्धि, उद्विग्न चित्त भएका र देवताहरूको द्रव्यको उपभोग गर्ने पापीजन पनि कलिकालमा यस ज्ञानयज्ञबाट पवित्र हुन जान्छन्। यस पुराणको श्रवणको पुण्यले ठुला ठुला पापहरूलाई नष्ट गर्दछ, सांसारिक भोग तथा मोक्ष प्रदान गर्दछ र भगवान शङ्करलाई प्रसन्न पार्छ। यस सम्बन्धमा मुनिगण यस प्राचीन इतिहासको उदाहरण दिने गर्दछन्, जसको श्रवण मात्रले पापहरूको पूर्णतया नाश हुन जान्छ। पहिलेका कुरा हो, किराँतनगरमा एकजना ब्राह्मण रहन्थे, जो अज्ञानी, दरिद्र, रस बेच्ने तथा वैदिक धर्मबाट विमुख थिए। ती स्नान, सन्ध्या आदि कर्महरूबाट भ्रष्ट भएका थिए र वेश्यावृत्तिमा तत्पर रहेका थिए। उनको नाम थियो देवराज। ती आफूमाथि विश्वास गर्नेहरूलाई ठग्ने गर्दथे। उनले ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र तथा अरूलाई पनि अनेक बहानाले मारेर तिनको धन हडप्ने गर्दथे। पछि उनले अधमपूर्वक सारा धन आर्जित गरे, परन्तु ती पापी ब्राह्मणले थोरै धन पनि कहिल्यै धर्मको काममा लगाएनन्। एक दिन ती ब्राह्मण एउटा तलाउमा नुहाउन गए। त्यहाँ शोभावती नामकी एउटी वेश्यालाई देखेर उनी अत्यन्त मोहित भए। ती सुन्दरी पनि त्यस धनी ब्राह्मणलाई आफ्नो वशीभूत भएको जानेर प्रसन्न भइन्। आपसमा वार्तालापबाट उनीहरूमा प्रीति उत्पन्न भयो। ती ब्राह्मणले त्यस वेश्यालाई पत्नी बनाउन तथा त्यस वेश्याले ब्राह्मणलाई पति बनाउन स्वीकार गरे। यस प्रकार कामवश भएर ती दुवै लामो समयसम्म विहार गर्दै बसे। बस्ने, सुत्ने, खाने, पिउने तथा क्रीडामा ती दुवै निरन्तर पति पत्नी झै व्यवहार गर्न लागे। आफ्ना मातापिता तथा पत्नीले पटक पटक रोक्दा पनि पाप कृत्यमा संलग्न ती ब्राह्मण उनीहरूको कुरा मान्दैनथे। एक दिन रात्रिमा त्यस दुष्ट ब्राह्मणले ईर्ष्यावश आफ्ना निदाएका मातापिता र पत्नीलाई मार्यो र तिनका सारा धन खोज्यो। वेश्यामा आसक्त चित्त भएको त्यस कामीले आफ्नो तथा पिता आदिको सारा धन त्यस वेश्यालाई दियो। त्यो पापीले अभक्ष, भक्षण तथा मद्यपान गर्न लाग्यो र त्यो नीच ब्राह्मण त्यस वेश्याका साथ एउटै भाँडामा सदा जुठो भोजन गर्न लाग्यो। एक दिन डुल्दा डुल्दै त्यो देवयोगले प्रतिष्ठापुर झुसी प्रयागमा पुग्यो। त्यहाँ त्यसले एउटा शिवालय देख्यो, जहाँ धेरै साधु महात्मा एकत्रित भएका थिए। देवराज त्यस शिवालयमा बस्यो र त्यहाँ त्यो ब्राह्मणलाई ज्वरो आयो। ज्वरोले उसलाई अत्यन्त पीडा हुन थाल्यो। त्यहाँ एकजना ब्राह्मण देवता शिवपुराणको कथा सुनाइरहेका थिए।
ज्वरोमा परेका देवराजले ब्राह्मणको मुखारविन्दबाट निस्किएको त्यस शिवकथालाई निरन्तर सुन्दै रह्यो। 1 महिनापछि त्यो ज्वरोले अत्यन्त पीडित भएर थला पर्यो। यमराजका दूत आएर त्यसलाई पासले बाँधेर बलपूर्वक यमपुरीमा लिएर गए। त्यति नै खेर शिवलोकबाट भगवान शिवका पार्षद गण आए। तिनका गोरो अङ्ग कपुर समान उज्जवल थिए। हात त्रिशूलले सुशोभित भइरहेका थिए। तिनका सम्पूर्ण अङ्ग भस्मले उद्भासित थिए र रुद्राक्षको मालाहरूले तिनका शरीरको शोभा बढाइरहेका थिए। ती सबै क्रोध गर्दै यमपुरीमा गए र यमराजका दूतहरूलाई पिटपाट पारी पटक पटक धम्काएर देवराजलाई उनीहरूको चङ्गुलबाट छुट्याएर अत्यन्त अद्भुत विमानमा बसाएर जब ती शिवदूत कैलाश जान उद्यत भए त्यस समय यमपुरीमा ठुलो कोलाहल मचियो। त्यस कोलाहललाई सुनेर धर्मराज आफ्नो भवनबाट बाहिर आउनुभयो। साक्षात् दोस्रो रुद्र समान देखिने ती चारै दूतलाई देखेर धर्मज्ञ धर्मराजले उनीहरूको विधिपूर्वक पूजा गर्नुभयो। यमले ज्ञान दृष्टिबाट हेरेर सारा वृत्तान्त जान्नुभयो। उहाँले भएको कारण भगवान शिवका ती महात्मा दूतहरूसित कुनै कुरा सोध्नु भएन। यमराजबाट पूजित तथा प्रार्थित भएर ती शिवदूत कैलाश गए र उनीहरूले त्यस ब्राह्मण दयासागर साम्ब शिव समक्ष समर्पण गरे। शिवपुराणको यो परम पवित्र कथा धन्य छ, जसलाई सुन्नाले पापीजन पनि मुक्तिको योग्य बन्दछन्। भगवान सदाशिवको परम धामलाई वेदज्ञ सबै लोकमा सर्वश्रेष्ठ बताउँछन्। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र आदि अन्य प्राणी यहाँसम्म कि जुन पापीले धनको लोभले अनेकौं मानिसहरूको हत्या गर्यो तथा आफ्ना मातापिता र पत्नीलाई पनि मार्यो, त्यो वेश्यागामी जडिया ब्राह्मण देवराज पनि यस कथाको प्रभावले भगवान शिवको परम धामलाई प्राप्त गरी तत्क्षण मुक्ति भयो। दोस्रो अध्याय समाप्त।